सो हेलो एभ्रिवान, आज भने चाहिँ बिहानै मैले भिडियो सुरु गरिदिएको। मुख पनि धोएन साथीहरु, चिल्लै छ। अनि आज भन्छ मेरो बिहानै के अनि अर्डर आयो नि त, त्यही भएर चाहिँ मैले सोचिहालेँ एक्चुअली फर्स्ट मेरो अनबक्सिङ भिडियो गरिदिउँ न त भनेर के है। अनि के चाहिँ आएर यसमा भन्ने कुरा त मलाई पनि याद छैन। अब अर्डर मैले कहिले गरेको थिएँ त्यो पनि थाहा छैन हैन। अब नेटमा मैले एपमा चेक पनि गरेन। अनि फोन आयो नि त, अनि पैसामा त पे गरिसकेको थियो। त्यसै बाबुलाई लिनु, बाबु जहाँ तक गेटमा गएर ले त सामान के हो अनि अर्डर डेलिभरी बोय आहा भनेर पठाएँ बाबुले। अनि सामान चाहिँ आमा के हेलेको तिमीलाई त्यसरी के हेले कि। अनि लिएर आइसकेपछि मैले चाहिँ नि अब फर्स्ट अनबक्सिङ गर्छु भनेर हेरेछु है। बाबु त्यो नानी त के ल्यायो कान्छी, त्यो के ल्यायो त कान्छी, त्यो जाऊ स्कुटीको के ल्यायो बाबा, ल्याऊ मान्छ कि भनेको। त्यसले खोल्नु पर्छ नि त कान्छी, यहाँ यस्तो गरेर खोल्नु पर्छ नि त। अब यसमा खोल्छु ल के छ भन्ने कुरा। यहाँ चाहिँ लेखेको त छ कि के भन्छ, कहाँ लेखेको थियो, बायोन राइस पिपिएमपी भनेछ। मलाई याद छैन के हो पिपिएमपी खोल्नु पर्यो है। कति पक्कै लगाएको नगर नि बेबी, उता जाऊ तिमी। के रहेछ त भन्नु पर्दाखेरि चाहिँ ए बल्ल थाहा पायो। ए ठ्याक्क अगाडि देख्यो क्या, देखाइदिन्छु ल। यसलाई चाहिँ म हल्का ब्लर गरिदिन्छु नि, फिल्ममा देखाउन नि फेरि के हो भन्ने कुराले गर्दा। यो चाहिँ नि मैले मगाएको थिएँ राइस टोनर, बायोन राइस टोनर। आजभोलि चाहिँ अलिकति राम्री हुँ कि भनेर है, के भन्छ अरे कामहरू गर्दाखेरि पुरा डल भएको नि, त्यसको हेर्नु पुरा केही साइनै छैन, पुरा दागी पिगमेन्टेसन पुरा है, रिङ्कहरू आएको छ कि दाना फेसमा आहा। अनि मैले हेरेको थिएँ नोटिफिकेसनमा, फेसबुक नोटिफिकेसनमा यता त आएको थियो नि त राम्रो हुन्छ भनेर। अब पता नै अहिलेसम्म युज गरेको छैन, लाइफमा फर्स्ट टाइम चाहिँ मैले टोनर युज गर्न थालेको छु। अब उमेर पनि भयो साथीहरू, 30 पुग्न आँटियो होइन। त्यसरी अलि आमामा यसरी प्याकिङ हुँदो रहेछ त, यसरी आउँदो रहेछ। कति मजाले गरेको सामान सिकाएर त हामीले यसरी बनाउँदै, कति मजाले खुल्यो हेर्नु त। राइस टोनर कस्तो हुँदो रहेछ राम्रो। यी स्प्रेवाला होला भने त यस्तो खालको पो रहेछ। ए यस्तो झर्दो रहेछ, दुध जस्तो रहेछ त, सेम दुध जस्तो, केही स्मेल छैन, हल्का फुल्का स्मेल छ है। अब चाहिँ यो चाहिँ लगाएर चम्किनु पर्ने हुन्छ, टल्किनु पर्ने हुन्छ। त्यसरी चाहिँ मैले मगाएको थिएँ साथीहरू, फर्स्ट टाइम युज गर्नु पर्यो के कस्तो हुँदो रहेछ राइस मिल्क टोनर। तर यो कति बेला युज गर्छन्, कसरी युज गर्छन् पनि थाहा छैन। अब एकचोटि मगाउने बेला त मगाइहालेँ, त्यो याद पनि थिएन मगाएको। नगर नि बेबी, मेरो पानी हो क्या। मगाउने बेला नि मगाइहालेँ, तर अब युज गर्ने तरिका पनि थाहा छैन। फेरि एकचोटि युट्युब हेर्नुपर्छ साथीहरू, त्यसपछि मलाई युज गर्नुपर्ने हुन्छ। मैले भने चाहिँ यो अब यो लगाएपछि अलिक राम्री हुन्छु कि भनेर। नगर न बेबी, मम्माको पानी हो यो बच्चा त के हो।